नमस्ते साथीहरू। आज म तपाईहरुलाई फ्लाइटको बारेमा जानकारी गराउन गइरहेको छु। यदि तपाईहरु कुवेतमा हुनुहुन्छ भने तपाईहरुकोसँग कुनै आईडी छ या तपाई इलिगल हुनुहुन्न, लिगल हुनुहुन्छ, तपाई आफ्नो देश फर्कन चाहनुहुन्छ भने तपाई त्यहाँदेखि साउदी अरब आएर साउदी अरबको बाटो पनि तपाई आफ्नो देशमा फर्किन सक्नुहुन्छ। किनकि कुवेतदेखि अहिले फ्लाइट नभएको कारणले गर्दा त्यहाँको दूतावासले एउटा जानकारी गराएको छ। यदि तपाईहरु कुवेतमा हुनुहुन्छ र आफ्नो देश फर्कन चाहनुहुन्छ, तपाईलाई कुनै पनि इमर्जेन्सी छ भने तपाईहरु कुवेतदेखि साउदी अरब आएर साउदी अरबको बाटो हुँदै तपाईहरु नेपाल जान सक्नुहुनेछ। यो जानकारी पनि साथीहरु मलाई धेरै साथीले यो सोध्ने गर्छ कि यदि कुनै पनि हाम्रो नेपाली दाजुभाइहरु विदेशदेखि नेपाल जान चाहनुहुन्छ भने जस्तै मानौं दुबईदेखि तपाईहरु फ्लाइ दुबईले पनि नर्मल फ्लाइट भइरहेको छ अहिले र शारजादेखि एयर अरेबिया र आबुधाबीदेखि एयर अरेबियाले आउने जाने फ्लाइट दिइरहेको छ। यो हैन कि फ्लाइट पुरै बन्द भएको हैन र तपाईलाई थाहा छ केही दिनदेखि यता जुन यो खाडी देशमा भएको द्वन्द्व कारणले गर्दा केही फ्लाइटहरु कटौती गरेको छ। धेरै फ्लाइटमा कटौती छ अहिले। त्यही कारणले गर्दा पनि हाम्रो धेरै नेपाली दाजुभाइहरु विदेशमा फसेर बसेको छ। आफ्नो देश फर्कनको लागि आफ्नो देश फर्कन चाहनुहुन्छ तपाईहरु भने तपाईहरु जान पनि सक्नुहुन्छ। फ्लाइट पुरै रूपमा बन्द भएको छैन। म पनि हिजो मात्रै साउदी अरब आएको छु। म कसरी आए भन्दा साथीहरु मेरो फ्लाइट चाहिँ इन्डिगोको फ्लाइट थियो। सर्वप्रथम त के कुरा जानकारी गर्न चाहन्छु भने मेरो पहिलाको फ्लाइट फ्लाइ दुबई थियो। मार्च 3 को फ्लाइट थियो मेरो। फ्लाइट क्यान्सल भयो। त्यो फ्लाइट क्यान्सल भइसकेपछि मेरो टिकट चेन्ज भयो र टिकट चेन्ज गर्दाखेरि फेरि पनि त्यो पनि क्यान्सल भयो र मेरो डेट थपेपछि म हिजो मात्रै मार्च 15 को मेरो फ्लाइट थियो। जुन फ्लाइट इन्डिगोको फ्लाइट थियो। 5:10 को फ्लाइट थियो मेरो हिजो। त्यहाँदेखि इन्डिया थियो। इन्डियामा ट्रान्जिट थियो र त्यो ट्रान्जिट हुँदै म अहिले साउदी अरब आइपुगेको छु। जो साउदी अरब आइसकेपछि मैले के जानकारी पाएँ भने यहाँ आएर केही त्यस्तो नराम्रो भएको छैन। शान्त नै छ। त्यस्तो अतिनु पर्ने केही पनि छैन। तपाईहरु अफवाहको पछाडी लाएर घर जानलाई हतार तरिकासँग घर जाने कोसिस पनि नगर्नु होला। तपाई कम्पनी राम्रो छ, तपाईलाई कम्पनीले राम्रै काम दिइरहेको छ भने अहिले नहतिकन गर्नु होला। किनकि अहिले नेपाल गएर नि के समस्या छ भने श्रम दिएको छैन। श्रममा समस्या छ धेरै नै अहिले। यहाँबाट तपाई गएर तपाईको श्रम भएन भने तपाई फेरि फर्किनलाई तपाईलाई धेरै समस्या पर्नेछ। त्यही कारणले गर्दा पनि यदि तपाईहरु श्रम गरेर फर्किनमा समस्या हुन्छ, अहिले तपाई हतार नगरिकन बसिदिनु होला र जुन बेला राम्रो फ्लाइट हुन्छ त्यो बेला तपाई जान सक्नुहुन्छ। फ्लाइट त अहिले पनि भएको छ। दमामदेखि र रियाददेखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सदेखि डाइरेक्ट फ्लाइट छ। तपाईहरु अहिले नहतिकन आफ्नो देश फर्किन सक्नुहुन्छ। तपाईहरु आफ्नो देश फर्किन चाहनुहुन्छ भने तपाईले आफ्नो देशमा जानलाई कुनै पनि चिन्ता गर्न पर्दैन साथीहरु। म हिजो राम्रोसँग आइपुगे। अहिले वास्तवमा भन्ने भने नेपालको एयरपोर्ट पनि सुनसान छ, पहिलाको जस्तो छैन। पहिला यति धेरै भिडभाड हुन्थ्यो भने अहिले त्यो एयरपोर्ट सुनसान नै छ किनकि त्यति धेरै फ्लाइट छैन। तपाईले हेर्न सक्नुहुन्छ यहाँ। म हिजो मात्रै आएको। हिजो मैले जुन एउटा दृश्य भिडियो गरेको थिएँ त्यहाँ पहिला कति नेपालीहरु हुन्थ्यो। जब अहिले त्यहाँको त्यति फ्लाइट नचलेको कारणले गर्दा त्यति छैन। तपाईहरु अहिले नेपालबाट आउन चाहनुहुन्छ भने तपाईको फ्लाइट ट्राभल एजेन्सीसँग तपाईले कुरा गरेर आउन सक्नुहुन्छ र तपाईहरु विदेशबाट नेपाल जाँदै हुनुहुन्छ भने पनि तपाईले अत्तिएर छिटै फर्किन सक्नै पर्छ मैले भन्दा तपाई जाँदै हुनुहुन्छ भने त्यो हतार नगर्नु किनकि अहिले श्रम पूर्ण रूपमा बन्द भएको छ र तपाईको अहिले जुन जानकारी तपाईले पाइसक्नुभयो यसको लागि तपाईलाई के जानकारी छ भने तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला।